वेलकम ब्याक टु माई युट्युब च्यानल र सम्पूर्णमा नमस्कार र फेरि पनि हजुरहरू समक्ष म मेरो युट्युब च्यानलको माध्यमबाट हजुरहरूलाई यो सुन्दर ठाउँहरूको दृश्य मेरो ब्लगमा देखाइरहेको छु र विशेष यो म गाउँबाट निक्लिसकेपछि हाम्रो यो सोनादा पचेङ शान्ति बजारदेखि जुन चाहिँ देखिने यो सुन्दर हरियाली चियाबारीको पनि सुन्दर भ्यू मेरो युट्युब च्यानलको माध्यमबाट हजुरहरूलाई देखाउन गइरहेको छु र हजुरहरूले आजको मेरो युट्युब च्यानल अवश्य पनि मन पराइदिनुहुन्छ भन्ने पूर्ण आशा राख्दै विशेष सदा चाहिँ मेरो युट्युब च्यानलको माध्यमबाट हजुरहरूलाई यहाँको जुन चाहिँ यात्रा पछिको यो सुन्दर ठाउँहरूको मैले हजुरहरू समक्ष मेरो युट्युब च्यानलको माध्यमबाट देखाउन गइरहेको छु र हजुरहरूले अवश्य पनि यो मन पराइदिनुहुन्छ भन्ने पूर्ण आशा राख्दछु। र आजको यो यात्रापछि फाइनल्ली हामी यस ठाउँमा आइसकेका छौँ र विशेष म आजको यस ठाउँको हजुरहरूलाई विस्तृत रूपमा यो जानकारी साथै यहाँको सुन्दर दृश्यहरू मेरो ब्लगमा देखाउन गइरहेको छु। विशेष यो चाहिँ कहाँको भन्नुहुन्छ भने हजुरहरूले यो चाहिँ लप्चु पेसोकदेखि केही तल जुन चाहिँ यो भ्यू पोइन्ट सुन्दर भ्यू पोइन्ट जुन ठाउँमा म आज आइसकेको छु र यहाँबाट हजुरहरूलाई यहाँको मेरो ब्लगमा यहाँको दृश्यहरू देखाइरहेको छु। विशेष यो तपाईँहरूले देख्नुभएको यो चाहिँ टिस्टा अनि रङ्गीतको यो सङ्गम अनि यहाँबाट देखिने एकदमै रमाइलो भ्यू सुन्दर दृश्यहरू मेरो युट्युब च्यानलको माध्यमबाट हजुरहरूलाई आज पनि देखाइरहेको छु। विशेष यो ठाउँ चाहिँ एउटा पर्यटक स्थल भइसकेको छ र विशेष विभिन्न ठाउँ देश विदेशबाट आएर यस ठाउँमा यस ठाउँबाट देखिने सुन्दर भ्यूको यो मनोरम दृश्यहरू यहाँबाट हेर्ने गर्छ र यो एकदमै रमाइलो ठाउँ छ जहाँबाट चाहिँ यो विभिन्न सुन्दर यो भ्यूहरू यहाँबाट हामी देख्न सक्छौँ र विशेष यहाँको मैले सम्पूर्ण मेरो ब्लगमा आजको सम्पूर्ण मेरो यहाँको दृश्यहरू मैले हजुरहरू समक्ष देखाउन गइरहेको छु। अवश्य पनि हजुरहरूले मन पराउनुहुन्छ भन्ने पनि पूर्ण आशा राख्दछु र विशेष सदा चाहिँ मेरो युट्युब च्यानलको माध्यमबाट विभिन्न ठाउँहरूको यसरी मैले मेरो ब्लगमा हजुरहरू समक्ष देखाउने गर्छु र आज पनि मैले यस ठाउँको यो लप्चु पेसोकदेखि केही तलको जुन चाहिँ सुन्दर भ्यू पोइन्ट यहाँबाट देखिने यति रमाइलो दृश्यहरू यहाँबाट देख्न सकिन्छ र सम्पूर्ण मैले आज देखाइरहेको र आजको यो सुन्दर भ्यू पोइन्टको दृश्यहरू मैले देखाइसकेको छु भने आज हामी फेरि घरतर्फ फर्किरहेको छौँ र आजको मेरो युट्युब च्यानलको माध्यमबाट हजुरहरूलाई सम्पूर्ण दृश्यहरू देखाइसकेको छु र हजुरहरूले अवश्य पनि मन पराइदिनुहुन्छ भन्ने पूर्ण आशा राख्दछु।